नेपाल सरकारले नागरिक एप मार्फत सरकारी सेवाहरूलाई छिटो, सहज र सर्वसुलभ रूपमा पुर्याउन चाहिरहेको छ र यसको लागि चाहिने मुख्य पूर्वाधार भनेको नागरिकको डिजिटल पहिचान हो। हरेक व्यक्तिलाई छुट्टै पहिचान दिनका लागि मानिसका जैविक विशेषताहरू हुन्छन्, जस्तै डिएनए, औँठा छाप, अनुहार र आँखाका नानी। यी मध्ये आँखाको नानी अर्थात् आइरिस व्यक्तिगत पहिचानको लागि सबैभन्दा सुरक्षित र सटिक मानिन्छ। यसले व्यक्तिगत पहिचान मात्र गर्दैन, लाइभनेस डिटेक्सन गरी व्यक्ति जीवित छ छैन भन्ने प्रमाण समेत दिन्छ। यही कारणले गर्दा राष्ट्रिय सुरक्षासँग जोडिएका अति संवेदनशील क्षेत्रहरूमा यसलाई प्रयोगमा ल्याउन सकिन्छ। यसले कसरी काम गर्छ त? जब आइरिस स्क्यानले आँखा स्क्यान गर्छ, इन्फ्रारेड क्यामेराले आँखाको उच्च कन्ट्रास्ट तस्बिर खिच्छ। त्यसपछि आँखाका अनावश्यक भागहरूलाई हटाएर केवल आइरिसको सूक्ष्म ढाँचालाई प्रशोधन गरी एउटा आइरिस डिजिटल कोड तयार पार्छ। नेपालमा अहिले राष्ट्रिय परिचय पत्रमा आइरिस समावेश गरिसकिएको छ। अब यसलाई वृद्ध भत्ता वितरणमा हुने दुरुपयोग रोक्न प्रमाणीकरणको रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ। हाल नेपालको बजारमा इरिटेक, मन्त्रा, एचआइडी जस्ता अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूले यस्ता स्क्यानरहरू उपलब्ध गराइरहेका छन्। तर प्रविधि जति शक्तिशाली हुन्छ, यसको जोखिम पनि उत्तिकै हुन्छ। यदि यो डिजिटल डेटालाई सुरक्षाका साथ भण्डारण र प्रयोग गर्न सकिएन भने यसले नागरिकको गोपनीयता सधैँभरि जोखिममा पार्न सक्छ। तसर्थ आइरिस प्रविधिको प्रयोग गर्दा डेटा सुरक्षा र गोपनीयतालाई पहिलो प्राथमिकता राख्नु नै आजको आवश्यकता हो।